ल यो चाहिँ साथीहरू यो यसरी गर्ने हजुर अनि यसो केलाउने तरिका यसरी ल यसलाई चाहिँ पिडालुको के जरा भनिन्छ नि गाबा पिडालुको गाबा जस्तै हो तर यो पिडालुको तल जरामा जमिनमा फल्दो रहेछ है ल पिडालुको यो चाहिँ मैले फर्स्ट टाइम लाइफमा पिडालुको बोट छ यहाँनिर यो चाहिँ जरा साह्रै मिठो हुँदो रहेछ मैले नि खाइसकेँ एक छाक चाहिँ अब फेरि खाने भनेर यहाँ लिन आएको जरा यो चाहिँ जमिनमा फैलिँदो रहेछ हामीले चाहिँ पिडालु भित्रको आलु र माथि साप्रा चाहिँ खाने गरेको थियौँ कर्कलो खाने गरेको थियौँ तर यसको जरा चाहिँ खाएको थिएन यो जरा चाहिँ ठ्याक्क माटोलाई टच गरेर त्यो माथि माथि यसरी मजाले फैलिँदो रहेछ एकदम धेरै फैलिने रहेछ यसरी यस्तो खानु त यति मिठो हुँदो रहेछ नि बाफ्रे 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 त्यही भएर म त पल्केर यहाँ आएको हेर्नुहोस् न यति दामी र हाम्रो दाजुले यहाँ भाँच्दै हुनुहुन्छ टक्क यो केला र सर केलाउने अनि यसलाई चाहिँ मजाले परपर भुट्ने यसलाई फेरि टमाटरहरू नलागिकन सादा भुट्दाखेरि पनि हुने रहेछ सादा भुट्दा चाहिँ एकदम मिठो अनि दालमा पनि लाएर खान सकिने रहेछ यसलाई चाहिँ यसरी टुक्रा टुक्रा पारेर यति मिठो हुन्छ नि साह्रै मिठो मलाई चाहिँ एकदमै बेस्ट लाग्यो यो चाहिँ हाम्रो स्वास्थ्यको लागि पनि एकदमै राम्रो यो चाहिँ यसमा हरेक चिज पाइन्छ धन्यवाद।